हेलो साथीहरू र आज हामी आएको छौँ यसरी साथीको भाइको बिहामा र यसरी हामी अहिले गुरबथानमा छौँ र गुरबथानबाट हामी लाभा जानेछौँ। यसरी हाम्रो गाडीहरू हेर्नुहोला, यो सबै हामी सबैको गाडीहरू हो, साथीभाइको। र अहिले हामी अलमोस्ट रेडी भइसकेको छौँ। यहाँ हेर्नुहोस्, सबै केटाहरू छ। एकदम हाम्रो लेप्चा दाजु पनि टोपी सोपी लाएर रेडी। हेर्नुहोला, उहाँको टोपी युनिक छ। र यसरी हामी निक्लिँदैछौँ। यो मेन बाटो हो र हामी कुद्न थालिसकेको छौँ बाटो। र अब केही समयपछि गुरबथान बजार आउँछ र यहाँको दृश्यहरू पनि तपाईहरुलाई देखाउँदै जानेछौँ हामी। र हाम्रो 6-7 वटा गाडी होला अलमोस्ट जाने, यहाँबाट निक्लेको र बिहा घरमा जान लागेको। र मेरो अगाडि चाहिँ छ हाम्रो रोशन दाको गाडी। यहाँ हेर्नु होला, गुरबथान बजार। एकदमै हल्का पल्का भिड भडका भइरहेछ हो। हामी कुद्दैछौँ खुर्रु हाम्रो साथीभाइहरू सँगसँगै। हेर्नुहोस्, यहाँनिर एकदमै लाइनले गइरहेछौँ र यसरी हामी यहाँनिर रोकेको छौँ गाडी। यहाँ हेर्नु होला, डान्स युनिक डान्स छ। सो गानाहरू बजाइरहेछौँ, तर मैले यो म्युट गरेको छु भोइसलाई उताको। हेर्नुहोस् केटाहरू। र यसरी हामी लाभा काटिएर माथि आइसकेको छौँ। एकदमै यहाँको मौसम सुहाना भनेर गानाहरू पनि छ। एकदमै सुन्दर मौसम छ। यहाँनिर फोगी लागिरहेछ, ठन्डा छ। यहाँनिर केटाहरू हेर्नु होला, सबै केटाहरू छ। टेन्डु दास, रोशन दा, धीरज दा, साथै म पनि छु। र हाम्रो अझै केटाहरू आइरहेछ। आइपुगेछ केटाहरू। हेर्नु होला, मिस्टर बिकीज्यूको गाडी पनि आइसकेको छ। यस, यहाँ बेहुला बेहुलीको फोटोसुट भइरहेछ। मिस्टर बिटेनजी एकदम फोटोसुटमा छ। र हामी यसरी फेरि पनि निक्लिसकेको छौँ, तल पुगिसकेको छौँ। जाँदैछौँ। हेर्नुहोस्, एकदमै ओह्रालोमा स्पिड 40 को स्पिडमा हामी बढिरहेको छौँ अघि। र हाम्रो साथीहरूको गाडी पनि अघि नै गइरहेछ। थारमा चाहिँ हाम्रो बेहुला बेहुली छ। र यसरी हामी अलमोस्ट पुग्नु आँटिसकेको छौँ साथीभाइहरू। हामी तल पुगिसकेको छौँ। हेर्नुहोस्, हामी अलमोस्ट एकदमै आइपुगिसकेको छौँ। एकदमै सुन्दर ठाउँ, सुन्दर जग्गा, सुन्दर भ्यू। हेर्नु होला, यहाँको कति मजाको डाँडाकाँडा देखिरहेछौँ। र साथै तपाईहरुले पनि यो भिडियो हेर्नु होला। यसरी कति दामी छ जग्गा, हेर्नुहोस्।
पल्लोपट्टि देख्ने गाउँ नै हो बेहुलीको र यसरी हामी आइसकेको छौँ। हाम्रो गाडीहरू पार्किङमा लाउँदैछौँ, हरेक केटाहरूको गाडी, र आइपुगिसकेको छौँ साथी हो। यस, हेर्नुहोस् सबैको गाडी एकदम सुरक्षा साथ आइपुगेका छौँ सुन्दर ठाउँमा, सुन्दर बिहामा। हाम्रो आवासज्यूले पनि एकदमै महत्त्वपूर्ण काम गर्नुहुँदैछ, हेर्नुहोला। हाम्रो मिस्टर लेप्चाज्यू पनि हुनुहुँदो रहेछ पछि पछि, र हामी उकालो जाँदैछौँ र यसरी अलमोस्ट हामी बिहाघरमा आइपुगेको छौँ, हेर्नुहोला। हुन्छ, धन्यवाद।